निबुवाको स्वादिलो अचार कसरी बनाउने तपाईँले जान्नुभएको छ? छैन भने एकछिन यता हेर्नुहोस् है त, अवश्य जान्नुहुनेछ। अस्ति मैले निबुवाको चाना अचार बनाउने तरिका सिकाएको थिएँ भने आज चाहिँ निबुवाको पेस्ट अचार बनाउने तरिका सिकाउँदैछु। सबैभन्दा पहिला निबुवालाई राम्रोसँग पखाल्नुपर्छ र एक थोपा पनि चिसो पानी नबस्ने गरी सुकाउनुपर्छ, जसले गर्दा निबुवाको बाहिर लागेको फोहोरहरू अचारमा मिसिन पाउँदैन। सुकिसकेपछि यसरी निबुवाको सेतो भुवा समेत निस्कने गरी राम्रोसँग ताछ्नुपर्छ अनि भित्रको एक दाना पनि बिया नपर्ने गरी बिजुला मात्रै छुट्याएर निकाल्नुपर्छ। निकालेको बिजुलालाई स्टिलको भाँडोमा जम्मा गर्नुपर्छ अनि एउटा स्टिलको भाँडोमा लोकल मिलको तोरीको तेल हल्का धुवाँ आउने गरी तताएर खुर्सानी, अदुवा, जिरा, मुङ्ग्रेलो र देशी सुप पड्काएर निबुवाको बिजुला र बेसार हालेर यसरी मजासँग पकाउनुपर्छ। तेलमै बेसार हाल्नु हुँदैन, स्वास्थ्यको लागि हानिकारक हुन्छ। त्यसैले निबुवा हालेपछि बेसार हाल्नुपर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा के छ भने एल्युमिनियमको भाँडामा भुलेर पनि पकाउनु हुँदैन, नत्र स्वास्थ्यको लागि घातक हुन सक्छ। अनि बार्ने स्टिलकै भाँडो प्रयोग गर्नुपर्छ। अब पाक्न लागेपछि सिधे नुन, खुर्सानी, जिरा, धनियाँ, ल्वाङ, सुकुमेल, दालचिनी लगायत मसलाहरूको पाउडर र थोरै हिङ हालेर मजासँग पकाउनुपर्छ। पकाउँदै जाँदा अचारको रङ्ग हल्का खैरो भएपछि निकालेर सेलाउन राख्नुपर्छ र राम्रोसँग सेलाएपछि सफा सिसीहरूमा भर्नुपर्छ। जाडोको समयमा निबुवा खाँदा स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। रुगाखोकीले छुन सक्दैन। अचार घरमा आफैले बनाएर पनि खान सक्नुहुन्छ। समय छैन, सबै कुरा जुटाउन गाह्रो लाग्छ भने बजारमा निबुवाको अचार जति पनि पाइन्छ, तर अचार किन्दा स्वादसँगै गुणस्तर पनि रोज्ने गर्नुहोस्। गुणस्तर नभएका अचारले स्वास्थ्यमा फाइदाको सट्टा हानि पुर्याउँछ। त्यसैले स्वाद र गुणस्तर दुवैको लागि एभ्री टाइमको अचार रोज्न सक्नुहुनेछ, किनकि यसमा लोकल मिलको तोरीको तेल, सिधे नुन र आफैले ओखलमा कुटेर बनाएको मसलाहरू प्रयोग भएकोले नेपाली परम्परागत स्वादसँगै गुणस्तरीय पनि छ। अर्को महत्त्वपूर्ण पक्ष स्टिलको भाँडा प्रयोग भएको छ। काजु गार्डन होलसेल पसल पेप्सी कोलामा एभ्री टाइमको 25 भन्दा बढी प्रकारका अचारहरू पाइन्छ। सम्पर्कको लागि 9861 78 54 68 मा फोन गर्न सक्नुहुनेछ। निबुवाको पेस्ट अचार बनाउने तरिका त पक्कै जान्नुभयो होला। अब खानासँग निबुवाको पेस्ट अचारको मजा अवश्य लिनुहोला।